जय प्रेम। यति बेला म निर्वाणिक आश्रमबाट हजुरलाई यो बिमारीको अपडेट दिन गइरहेछु र विगतको दिनमा बाबाको भिडियो मैले अलरेडी बनाइसकेको छु। उहाँ आउनुभन्दाखेरि कस्तो थियो र अहिले कस्तो छ है। यसरी आफै हिँड्नु सक्ने भएको छ बाबा है। र अनि उहाँ बाबा चाहिँ एकदमै व्हील चेयरमा आउनुभएको, दुईजनाले बोकेर ल्याउनु भएको र अहिले चाहिँ यसरी हिँड्नुहुन्छ। उहाँ चाहिँ यता राबाङ्लापट्टिको हुनुहुन्छ र त्यसले गर्दा उहाँलाई चाहिँ यसरी यहाँनिर मैले देखाउन चाहेँ। र बाबा यता आउनुहोस् त, हजुर यता आउनुहोस्। बाबा पुरा हिँड्नुहुन्छ र अनि एकदम राम्रो भएको छ। बाबा जय प्रेम। हजुरको नाम के हो बाबा? हजुर मेरो जय पिप्रास लिम्बू। पिप्रास लिम्बू। कहाँबाट हुनुहुन्छ? अनि रालाङ रालाङबाट है। पहिला आउँदा कस्तो हुनुहुन्थ्यो? पहिला आउँदा अलिक मैले साह्रै थियो, अहिले वरपर पनि यसरी हिँड्नु सक्नुहुन्थेन, दुईजनाले पक्रिनुहुन्थ्यो है तपाईँलाई। अनि अब व्हील चेयरमा आउनुभएको बाबा आज यसरी हिँडिरहनु भएको छ। हजुरहरूलाई यो एकदम यहाँ निर्वाणिक आश्रमको यो छोटो अपडेट दिन चाहन्छु। जय प्रेम।